गाइस अब चाहिँ हामी निस्केको है हामी चाहिँ उपर दिदी घरको हेलो गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी जिज्ञासा सुनर र आइसके फेरि पनि हजुरको सामने नमस्ते नामसेवल र गुड मर्निङ एभ्रीवान र आज चाहिँ सबैलाई थाहा भयो होला के हो है टाइटल थम्बनेल र आज चाहिँ मेरो दिदीको वेडिङ हो लास्ट हो आजको बात हुँदैन मतलब दिदी जानुहुन्छ भेनाको घर अन्त त्यही हो गाइज मेरो भोइस चाहिँ फेरि कस्तो भएको छ हिजो राति 1-2 बजीसम्म अब मेहेन्दी लाउनु परेको थियो त्यस कारणले मेरो भोइस पनि कस्तो भइरहेको छ अन्त तपाईँलाई के हुन्छ के हुँदैन तपाईँलाई देखाउँछु र सबैजना मलाई है सपोर्ट गरिदिनुहोस् सपोर्ट अन्त मेरो भिडियोमा चाहिँ यसरी नै बनिराख्नुहोस् ल यति भन्दामा म चाहिँ यो बात यहीँ उयो गर्ने चाहँदैछु र फेरि भेटौँ अब चाहिँ म रेडी हुन आँटेको अहिले चाहिँ म नहाएर आइसकेँ अन्त रेडी हुन्छु रेडी भएर चाहिँ तपाईँलाई देखाउँछु ल अहिलेको लागि चाहिँ बाई बाई र गाइस फेरि पनि म आइसक्यो अब चाहिँ मेरो म रेडी भएर आएँ र कस्तो देखेँ भनिदिनुहोस् होला अब चाहिँ हामी जान लागेको तपाईँलाई उतै गएर भेट्छु ल र गाइस अब चाहिँ हामी निस्केको है हामी चाहिँ उपर दिदी घर गएको थियो रेडी हुनु भनेर कि हामी उतै बस्दै थियो अब बिहा घरमा त थाहै हुन्छ कस्तो हुन्छ होइन अन्त अहिले चाहिँ हामी रेडी सेडी भएर निस्केको है हामी सबैजना चाहिँ आमा भाइ बहिनी म अन्त हामी चाहिँ जाँदैछु आमा र म चाहिँ ट्विनिङ भइरहेको छ देख्नुहुन्छ तपाईँहरूले त्यही हो जाँदैछु अब उतै गएर भेटौँ ल अहिलेको लागि चाहिँ बाई बाई गाइस यो है प्यान्डलहरू चाहिँ यस्तो छ कुछ यो चाहिँ हाम्रो एन्ड्रोइड सो है यस्तो छ है राम्रो लाग्यो मलाई त तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् यो चाहिँ मेरो दिदीको होइन बिहाको पन्डलहरू हो र म तपाईँलाई देखाइरहेको छु आशा छ तपाईँले मजाले हेरिदिनुहुन्छ भनेर र उता हेर्नुहोस् खानाहरू है छ र यति नै हो र गाइस तपाईँले पनि हेर्नु हुँदै होला यहाँ जयन्तीहरू चाहिँ आइपुग्नु भइसकिसक्यो है अन्त यहाँ चाहिँ आउँदैछ अन्त फर्स्ट चाहिँ यो जयन्तीहरू आउनुपर्छ अन्त बेहुला चाहिँ लास्टमा हुन्छ अन्त बेहुला चाहिँ आएको छैन र तपाईँहरू हेर्दै गर्नुहोस् के हुन्छ म तपाईँहरूले सब देखाउने छु
आफूले टिका लगाइदिनु टिकाको चलिरहेछ र गाइस तपाईँले यहाँ देख्नु भइरहेको छ यहाँ चाहिँ होइन आमाले टिकाहरू लगाइदिनु हुँदैछ दिदी हेर्नलाई अन्त हेर्नुहोस् टिकाहरू लगाएर आशीर्वादहरू दिँदैछ मेरो दिदीलाई अनि यहाँ चाहिँ मैले दिदीको गिफ्ट खोल्दै थिएँ अन्त त्यही हो गाइस तपाईँहरूलाई मैले राम्रोसँगले देखाउनु पाएँ दिदीको गिफ्ट है मतलब त्यस्तै भयो र एक दिदी छ होइन तपाईँले हेर्नुहुँदैछ के हुन्छ के हुँदैन र अहिले चाहिँ हामीहरू है खानाहरू खानको लागि आयौँ अन्त हामीहरू सबैजना खानाहरू होइन उनीहरूले चाहिँ दिनुहुँदैछ र उनीहरूको क्याटरिङ चाहिँ कहाँको भयो भने चाहिँ हाम्रो भान्साघर हो उनीहरू चाहिँ वीरपाडा दलमरकै हो है अन्त त्यही नै उनीहरूले बुक गर्नुभएको थियो हाम्रो बडाबडीहरूले है अन्त राम्रो भएको थियो खानाहरू पनि अन्त सबै उनीहरूकैबाट थियो खाना बनाउनेदेखिको लिएर ढाकटुक है उनीहरूले नै त्यो पन्डालहरू पनि उनीहरूकै थियो र मैले चाहिँ मजाले खाएँ देखाइरहेको छु मैले पनि खाँदैछु भनेर है मलाई त मिठो लाग्यो खानाहरू तर मैले त बेसी पनि खानु सकिनँ मैले त छोडेँ है गाइस तपाईँले देखिराख्नु भएको छ यहाँ बहिनीले पनि देखाउँदैछ खाना र यता मेरो साइडको मलेछु र मलेछीले पनि खानुहुँदैछ राम्रोसँगले मजा लाग्यो है अन्त हेर्दै जानुहोस् के हुन्छ मिठो भन्दै खाँदैछु मैले चाहिँ गाइस अब त्यस्तै हो नि बिहाको खानाहरू त्यस्तो मिठो हुन्छ होला भयो बाई हर रिश्ते पर भारी ये बहन भाई की यारी कहते हैं जिसकी एक माँ हो वो होते हैं भाग्यशाली और जिसकी दो माएँ होती हैं वो होते हैं सौभाग्यशाली तो मैं सौभाग्यशाली हूँ मेरी एक माँ ने मुझे जिंदगी दी है और दूसरी
गाइस अब चाहिँ हामी भेनागर पुग्यो अन्त यहाँ चाहिँ त्यो मतलब फर्स्ट एन्ट्री हुँदाखेरि 9 बजीका चाहिँ बसेर उयो गर्नुपर्छ नाच्नुपर्छ अन्त त्यसको बाद दिदीले टिकाहरू लगाइदिनु भयो होइन अन्त त्यस्तै गर्नुपर्छ अरे मलाई त्यस्तो पनि थाहा छैन अन्त टिकाहरू लगाइदिनुपर्छ भाइ बुहारीलाई त्यसको बाद दिदीले लगाइदिनु भयो त्यहाँबाट भित्र पस्दा सबै नै गर्छ यस्तै नै गर्छ दिदी बहिनीहरूले होइन अब बुहारी भाउजूहरू भित्रै त त्यस्तै गर्छ होइन हामीहरूले गर्छ सबैजनाको होइन हाम्रो नेपाली कल्चर यस्तै छ अब अरू कल्चरमा पनि के हुन्छ भने होइन भनिदिनुहोस् तर हाम्रो नेपालीमा चाहिँ यस्तै गर्छ बुहारी या भाउजू अथवा केही भित्र हुँदा होइन केही मान्छ र यस्तै हो गाइस अनि गाइस यहाँ चाहिँ हाम्रो त माइती खालोहरू आइपुगेको छ है हाम्रो दिदीको हाम्रो दादाहरू भाइहरू सबैजना आइसकेको छ माइती खानु र त्यही हो दादा पनि भ्लगर हो मैले पहिल्यै भनिसकेको छु मेरो हल्दी सेरेमनीको भ्लगमा आइरहेको नै छ अहिलेको लागि हेलो गाइस फेरि पनि म आइसकेको छु हजुरहरूको सामने र मैले हिजो चाहिँ भिडियो एडिट गर्न सकेको थिएन मतलब बिर्सेको थिएँ र त्यही हो मलाई यता आएर भेनाको घर आएर के कता कता के भएर हो अन्त मैले भ्लग इन गर्नु बिर्सेको थिएँ र यति भन्दामा म यति राख्छु कस्तो के भयो हेर्नुहोस् र डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब गाइस र बाई बाई यति नै हो सी यु इन नेक्स्ट भिडियो बाई बाई